त्यो खाएको खाते अर्थात् केयर प्रोसेस चाहिँ हामीले सुरुमा एसेसमेन्ट गर्छौँ। रियौसाहरूको चाहिँ के गर्छौँ त, एसेसमेन्ट भनेको चाहिँ जानकारीहरू जम्मा गर्छौँ। रियौसासँग सम्बन्धित जानकारीहरू जम्मा गर्ने काम गर्छौँ। त्यसलाई खाइस्याकु बुन्सेकी भन्छ, त्यसलाई व्याख्या गर्ने, त्यसलाई विश्लेषण गर्ने काम गर्छौँ। अनि जानकारीहरू चाहिँ विभिन्न ठाउँबाट अब जानकारीहरू चाहिँ जम्मा गरेको हुन सक्छौँ नि, त्यो कुराहरूलाई चाहिँ लिङ्किङ गर्ने काम गर्छौँ क्या, एकीकृत गर्ने काम गर्छौँ। जो होनो खान्ड्रेन जुकेतो तोगो भनेर भन्छ। अनि त्यो त्यो अब जानकारी के गऱ्यौँ, जम्मा गऱ्यौँ, त्यसलाई व्याख्या गऱ्यौँ, त्यसलाई विश्लेषण गऱ्यौँ, त्यसलाई लिङ्किङ गऱ्यौँ भनेपछि के हुन्छ त, रियौसाको समस्याहरू चाहिँ देखिन थाल्छ। रियौसाको समस्याहरू चाहिँ के हुन्छ, मेइखाकुखा सारेमा सेकाचु खाँदा होइन, मेइखाकुखा भनेको उसको समस्याहरू चाहिँ क्लेरिफाई हुन्छ भनेर भनेको छ। एसेसमेन्टमा त्यो हुने भयो। अनि हामीले के गर्छौँ त भनेर भन्दाखेरि त्यसपछि खेइखाकुनो रिचुवान भनेको प्लानिङ गर्छौँ, गोलहरू चाहिँ सेट गर्छौँ। गुताइतेकिना सिएन नायो सिएन हो नो खेत्ते भनेको अब कसरी सिएन गर्ने, कस्तो खालको सिएन गर्ने भन्ने खालको कुराहरू चाहिँ प्लानिङमा चाहिँ किमेरु गर्ने काम गर्छौँ। अब यहाँको कुरा गरिरहेछौँ है हामी। अनि त्यसपछि जिसी भनेको कार्यान्वयन गर्ने। अब यहाँनिर माथि के गर्यो त, प्लानिङ बनायो, कस्तो खालको सिएन, अब सिएन हो कस्तो खालको सिएन, सिएनको नायो भनेको चाहिँ अब तरिका क्या, गर्ने तरिका र कस्तो खालको सिएन गर्ने भनेर चाहिँ प्लानिङ गऱ्यौँ। त्यो कुरा चाहिँ हामीले जिसी गर्छौँ, कार्यान्वयन गर्छौँ। खेखाको नि सोत्ता सिएन नायो सिएन हो नो जिसी त किरोको भनेको त्यसलाई के माथि प्लानिङ गरेको कुरालाई कार्यान्वयन गर्छौँ। अनि ती कुराहरूलाई चाहिँ किरोको अब रेकर्ड पनि राख्छौँ भनेर भनेको छ। अनि त्यसपछि हेउखा अब हामीले चाहिँ मूल्याङ्कन गर्छौँ। हामीले चाहिँ अब यो प्लानिङ गरेको कुरा जिसी गऱ्यौँ, त्यो चाहिँ कस्तो भयो त, गोल चाहिँ हामीले मोकु हेउनो तासेदो सिएन नायो सिएन हो नो तेकिसेचुसे हौका भनेको छ। अब हामीले चाहिँ गोल चाहिँ क्या, हामीले लक्ष्य चाहिँ कति प्राप्ति गऱ्यौँ, हामीले गरेको सिएनको तरिका चाहिँ उपयुक्त थियो कि थिएन, केही परिवर्तन गर्नुपर्ने छ कि भन्ने कुराहरू चाहिँ हामीले फेरि के गर्छौँ त, मूल्याङ्कन गर्छौँ। र फेरि साई एसेसमेन्ट भनेको फेरि जानकारीहरू जम्मा गर्ने, त्यसलाई व्याख्या गर्ने, विश्लेषण गर्ने, लिङ्किङ गर्ने होइन। र रियौसाको फेरि आतारासी के गर्ने, समस्याहरू पत्ता लगाउने, फेरि यो प्लानिङ गर्ने। यो कुरा चाहिँ यसरी चाहिँ के हुन्छ त, घुमिरहन्छ। यसरी चाहिँ के हुन्छ त, घुमिरहन्छ भनेर भनेको छ। यो चाहिँ के हुन्छ त, घुमिरहन्छ। यसरी यो चाहिँ अब यो एसेसमेन्ट गर्ने, प्लानिङ गर्ने, यो कार्यान्वयन गर्ने होइन, यसलाई चाहिँ मूल्याङ्कन गर्ने कुरा चाहिँ यसरी घुमिरहँदा क्या, यो चाहिँ दोहोरिरहँदा साइकरु सासेरु गर्ने कुराले चाहिँ एकदम राम्रो खालको क्या, राम्रो क्वालिटीको चाहिँ अब केयर चाहिँ हामीले त्यही के गर्न सक्छौँ भन्ने खालको कुराहरू चाहिँ गरेको छ।